भण्डारी चढ्ने गाडीमा त्यसअगाडि कहिल्यै पनि झन्डा राखिएको थिएन। करिब 3 बजे गाडी पोखराबाट चितवनतर्फ लाग्छ। गाडी अमर लामाले चलाउँछन्। फ्रन्ट सिटमा मदन भण्डारी बस्छन् अनि पछाडिको सिटमा चाहिँ जीवराज आश्रित र एमाले नेता ऋषि कटेल बस्छन्। गाडी पोखराबाट हिँडे पछाडि ब्लू सर्ट लगाएका पारस प्रधान नाम गरेका व्यक्तिले उक्त गाडीलाई मोटरसाइकलमा पिसा गर्न थाल्छन्। त्यो सँगसँगै 13 जना मान्छे बोकेको एउटा कालो रङको भ्यानले पनि गाडीको पिसा गर्न थाल्छ। कालो भ्यानलाई ड्राइभर थापा कोड नेम ओपिकले चलाउँदै हुन्छन्। यसैबीच राजेन्द्र खेताङको नेतृत्वमा अर्को 13 जना मोटरसाइकलमा र विपिन सिंह कोड नेम उजिरको नेतृत्वमा 15 जना मिनी भ्यानमा मदन भण्डारीको गाडीलाई कुरेर मुगलिनमा बसिरहेका हुन्छन्। मिनी भ्यानका ड्राइभर रञ्जित कारलाई 4 लाख दिएर कुरा मिलाइएको थियो। यीमध्येका विपिन सिंह उजिर चाहिँ एक इन्डियन क्रिमिनल थिए जसलाई जासुसी गर्न रले नै नेपालमा खटाएको थियो। अर्का राजेन्द्र खेताङ चाहिँ उद्योगपति मोहन गोपाल खेताङका जेठा छोरा हुन् र अहिले खेताङ ग्रुपका चेयरपर्सन पनि उनी नै छन्। राजेन्द्र खेताङ, विपिन सिंह उजिर र उनीहरूको टोलीले 1993 फेब्रुअरी 7 बाट नै मदन भण्डारीमाथि कडा निगरानी राख्न थालेका थिए, जुन भनेको हत्याकाण्डभन्दा 10 महिना अगाडि हो। अनि हत्याको प्लानिङ चाहिँ रले झन्डै 2 वर्ष अगाडिदेखि नै गरिरहेको थियो। यता माधव कुमार नेपाल र केपी शर्मा ओली चाहिँ रको प्लानमा 3 महिना अगाडि मात्र जोडिएका थिए। 3 महिना अगाडि मात्र जोडिए पनि यो सम्पूर्ण घटनामा वान अफ द इम्पोर्टेन्ट भूमिका केपी ओली र माधव नेपालकै थियो। अब यता मदन भण्डारीको गाडीलाई पिछा गर्दै आएको टोली मुगलिन आइपुग्छ अनि मुगलिनमा कुरेर बसेको टोलीसँग मिसिन्छ। त्यसपछि त्यो समूह सिमतालदेखि लगभग 2-3 किलोमिटर तल योजना अनुरूप तोकिएको ठाउँतिर लाग्छ। हाइवेमा त्यस समय गाडीको आवत जावतलाई नेपाल सरकारले नै बन्द गराएको थियो। त्यही भएर हाइवेमा अन्य कुनै गाडी गुडेकै थिएनन्। अब 5 बजेर 20 मिनटमा उक्त पजेरो त्यो समूह भएको ठाउँमा आइपुग्छ। उक्त समूहले गाडीलाई बाटोमै रोक्छन् अनि गाडीभित्र छिरेर मदन भण्डारी र जीवराज आश्रित दुवैलाई प्युसिक एसिड र कोड नेम क्लोम सुगाउन प्रयत्न गर्छन्। जीवराजलाई डन्डाले पिटेर तल लगाउँछन् अनि एसिड र क्लोम सुगाउँछन्, तर मदन भण्डारी भने सबैसँग जुझ्न खोज्छन्। त्यसै बेला राजेन्द्र खेताङ र उनका काकाका छोरा प्रेम सिंह खेताङले भण्डारीलाई 4-5 डन्डा लगाउँछन् अनि आँखामा चक्कु रोपेर गम्भीर घाइते बनाउँछन्। यति हुँदा पनि भण्डारी अझै जीवित नै थिए। उक्त घटना हाइवेमै भइरहेको थियो। योजना अनुरूप सडकमा अन्य कुनै गाडी थिएन। तर एक्कासी त्यहाँनिर एउटा ट्रक आइपुग्छ। उक्त ट्रकमा एकजना ड्राइभर र एकजना सहचालक थिए। ट्रक पोखरादेखि चितवनतर्फ नै जाँदै थियो। त्यसैले ती ड्राइभर र सहचालकले पक्कै पनि त्यो घटना हुँदै गरेको केही देखेका पनि थिए। अब ट्रक आउँदै गरेको खबर पाए पछाडि गम्भीर घाइते भएका भण्डारीलाई जबरजस्ती भ्यानमा कोच्छन् अनि यता पहिल्यै ढलिसकेका जीवराजलाई चाहिँ त्यो समूहले पजेरो गाडीको पछाडि लम्पसार पार्छन्। त्यस पछाडि ती 2 गाडी दासढुङ्गातर्फ अगाडि बढ्छ। पजेरोको सिटमा लम्पसार परेका जीवराजलाई अमर लामाले दासढुङ्गासम्म पुर्याउँछन्, आफू गाडीबाट हाम फाल्छन् अनि गाडीलाई बिस्तारै नदीमा खसालिदिन्छन्। गाडी कतै अड्किने पो हो कि भन्ने सोचेर प्रेम प्रकाश खेताङ र किशोर यादवले गाडी पछि एउटा ठुलो ढुङ्गा पनि खसाउँछन्। गाडीलाई नदीमा खसाए पछाडि अमर लामा ड्राइभर रञ्जित कारले चलाएको भ्यानमा चढेर चितवनतर्फ लाग्छन्। उनलाई पार्टी कार्यालयमा घटनाको खबर ढिलो पुर्याउनु भनेर भनिएको थियो। यता भ्यानमा जबरजस्ती कोचिएका मदन भण्डारीलाई चाहिँ भ्यानभित्र उक्त समूहले मारिदिन्छ र लासको ठेगान लगाउन प्लान बनाउन थाल्छ।